यहाँ चाहिँ एउटा घोडा रहेछ है। यो कति किलोको उसले बोकेर बोक्नुपर्ने कि हेर्नु न। यत्रो जमाना गाडी यत्रो छ, यत्रो ऊ छ है। यस्तो घना यो सहरभित्र। अब यो एउटा यो गधा कि घोडा हो। अब यत्रो यो भारी तानेर बसिरहनु पर्ने हो नि त। हेर्न दुःख छ, के गर्ने। हेर्नु आँखामा नि, हेर्नु न, यो आँखा हेर्न त दिनुपर्छ नि एटलिस्ट। अलिक यस्तो गर्न, कस्तो आँखा नि हेर्न नदिए। हेर्नु नि, यो आँखा त हेर्ने बनाइदिन। यसलाई पखाइदिनु, अब आँखा हेर्ने बनाइदिन्छु। कसको यो आँखा हेर्ने बनाउ त यहाँ। यो आँखा किन यस्तो हो? यो बन्द गरेर डराउँछ के जब यताबाट गाडी आउँछ डराइहाल्छ त्यही भएर। अनि यो यहाँ सुन, यहाँ को हो मालिक? तपाईँ हो? तपाईँको घोडा हो यो? हैन, मेरो। तिम्रो घोडा हो यो? यसलाई यत्रो किलोको यो बोकाएर किन राखिरहेको? काम नभएको भने यतिकै छोड्देऊ न। काम अघि छोडे चाहिँ अहिले काम आएर भर्खर यहाँ सोध्न गइरहेको छु। यत्रो किलोको यो उभिएर बस्छ त 1 घन्टासम्म? यो सुन, यो उसलाई हेर्न देऊ। यो हेरेपछि डराइहाल्छ के कता अरू बेला त किन डराउँदैन? डराइहाल्छ यो। यस्तो हुँदैन नि कान्छ। यस्तो यस्तो गरिदेऊ। यस्तो यस्तो हेर्न देऊ उसलाई। यस्तो हो, यस्तो डराइहाल्छ यो। यस्तो हेर्नु देऊ उसलाई। खोइ डरायो गाडी आयो। डरायो त? डराएन नि हो। तिमी जस्तो बच्चा हो नि त्यस्तै बच्चा हो यो प्राणी पनि, बुझ्यौ? कति वर्ष लाग्यो? म अहिले 15। यो कति वर्ष भयो? तिमीभन्दा भाइ होला यो। ऊ तिमीलाई पिट्यो उसले, देखाऊ देखाऊ त। यसको आँखा त हेर्ने बनाइदियो कान्छा है। ल आँखा हेर्ने बनाइदियो प्रभु नाथ। ल नाम के उसको? यसको नाम केही छैन। नाम राख्देऊ है। आँखा चाहिँ यस्तो हेर्ने बनाइदियो है। हो नमस्ते। अनि यो आँखा हेर्ने चाहिँ बनाऊ कान्छा है। कति कमायो आज?